अस्ति शनिबार चाहिँ हामीले फुललाई गेट बनाएको कस्तो बनायौँ भनेर जानको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। हेलो एभ्रिवान, वेलकम छ आजको मेरो नयाँ भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि यो फुलको चाहिँ लहरा जानेर छ अनि हामीले चाहिँ 2-3 खेप काटिसक्यौँ यो फुललाई चाहिँ। अनि यो चोटि लामो भइसकेर कुइन खोज्दै थियो, लामो लामो पर गएर कुइँदो रहेछ। अनि त्यही भएर आज चाहिँ यसलाई गेट बनाइदिएको। यो भिडियो चाहिँ अस्ति शनिबारकै हो, मैले चाहिँ एडिट गर्न नभ्याएर अनि आज मात्रै गर्दैछु यसलाई एडिट। अनि शनिबार बिदा भएको दिन केही न केही काम त गर्नु पर्यो साथीहरू, अरू दिन भ्याइँदैन। त्यही भएर आज सुपारी पनि रोप्नु थियो, सुपारीको बिरुवा पोहोर परारै राखेको थियो, त्यही भएर ठुल्ठुलो भइसकेको थियो। आज चाहिँ यहाँ रोप्ने भनेर खाडल खन्दैछौँ। सुपारीको बिरुवा चाहिँ 2-3 ठाउँ सार्नुपर्छ अरे, तर हामीले चाहिँ एक ठाउँ दल राखेदेखि सारेकै थिएन, यहीँ रोप्ने भयौँ एकैचोटि। अब कस्तो हुन्छ हेरौँ पछि फलेपछि। अनि यहाँ चाहिँ हाम्रो चाहिँ पुरै त्यो गिटी नै गिटी भएर होला, खन्नै कम त साह्रो छैन। दर ढुङ्गै निस्किन्छ, अलिकति खन्दै हातमा ठेला निस्किन्छ कि। क्यामेराम्यान चाहिँ म आफै भएको भएर आफू चाहिँ देखिन पाएको छैन। म पनि काम चाहिँ सघाउँदैछु है साथीहरू। अघि त्यो फुललाई गेट बनाउँदा चाहिँ सघाइन कि साथीहरू। मैले खाना खाएर म त एकछिन बसेको, दाइले चाहिँ गेट बनाउनु थालिसकेको थियो। अब म जानु पर्यो भनेर एकछिन बसेको त म त त्यतै भुसुकै निराएको छु। अनि भरे उठेर हेर्दा त अघि गेट सेट बनाइसकेको छ। ला अब मलाई चाहिँ मारो भनेर उठेर कुदेँ म पनि। अनि आएर मलछल ल्याउन सघाएँ, सुपारीको बिरुवाहरू खेल्न, सुपारीको बिरुवा ल्याउन सघाएँ। सुपारीको बिरुवा कसरी रोप्छन् थाहा छैन, तर हामीले चाहिँ यसरी रोप्यौँ। अब कस्तो हो थाहा छैन, यस्तै जाने यस्तै रोप्यौँ भन्दै आजको शनिबार पनि यसरी बित्यो साथीहरू। अघि फुललाई गेट बनाएको चाहिँ यस्तो भएको छ साथीहरू। आजको लागि यति नै, बाई।